जलपुर अथवा बाँके क्षेत्र नम्बर 1 का जनताहरूले सोच्ने टाइम आएको छ। हामीले विगतमा ठुला गल्तीहरू गरेको छु र त्रुटि भएको छ र हाम्रो मतदान सदुपयोग भएको छैन, सही ठाउँमा गएको छैन। त्यही भएर यतिखेर जनताहरूले सचिन जरुरी छ र आफ्नो मतदान खेर नफालौँ। एउटा विश्वासिलो र नेपालमा केही गर्छु भन्ने हामीलाई समेट्ने खालको एउटा नेतृत्वलाई भोट दिउँ र विजय गरेर जिताउनु पर्छ र उसले हामीलाई फर्केर हेरोस्। जब जिताइसकेपछि गाउँमा आउँदै नआउने, टोलमा आउँदै नआउने अथवा आफ्नो क्षेत्रमा आउँदै नआउने नेतालाई चुनेर काम पनि छैन। यस्तोलाई लादानेर फाल्नुपर्छ काम छैन। एकचोटि देखाउनु छ र सबै कोलपुर बाँके क्षेत्र नम्बर 1 का जनताहरूले सचेत हुन जरुरी छ। यो सन्देश सबैमा जाओस् र हामी एकजुट बनेर यो मान्छेले यो काम गर्छ है, हामीलाई चाहिँ विश्वास छ भनेर मात्र भोट दिने। यो पार्टी ऊ पार्टी, मेरो माओवादी अथवा एमाले, काङ्ग्रेस, कोही पनि होला, राम्रो व्यक्ति छ भने त्यसलाई भोट दिने। जो गद्दार छ, धेरै ठगेको हुन्छ नि त, एउटै भाँडो ल्याएर ठगिरहेको हुन्छ, त्यो मान्छेलाई चाहिँ भोटै दिनुहुन्न। काम छैन, लखेट्नुपर्छ त्यस्ताहरूलाई र सचेत हुन्छन्। तब हामी सचेत बनाउने टाइम यतिखेरै हो होइन। हामीलाई हात जोड्ने उनीहरूले यतिखेरै हो, मिठो बोल्ने यतिखेरै हो, पछि आउँदैन हजुर, फर्केर आउँदैन। यही मौका हो, फागुन 21 गते नै मौका हो। यो मौका गुमायौँ भने अनि त्यस्तै हो, सबै परिने। त्यही भएर सचेत बनाऊ सबैजना, सबैले सेयर गरौँ भिडियोलाई, सबैलाई चेतनशील जाओस् र बुझोस्। मान्छेले सबैजनाले सपोर्ट गर्दै जाउँ र चेन्ज गर्नु छ। अहिले नेपालभरि चेन्ज होस्।